घाम लाग्यो चियापत्ती सुक्यो स्पेशल हाते चियापत्ती सुकाइन्छ दार्जिलिङ लगिन्छ 600 रुपियाँ किलो बेचिन्छ मासु सब्जी ल्याइन्छ टन्नै बेलुका घरमा आएर खाइन्छ गजबले सुतिन्छ चुप साथीहरु खुसी लाग्यो घाम लाग्दा चाहिँ खुसी लाग्यो घामको चियापत्ती दामी बनाउँछ नि त खैसुङ दामी बनाउँछ साथीहरु सुक्यो यति दामी सुकेको छ यसै च्यादोमा सुकेको थियो कि मजाले सुकेछ यस साथीहरु दामी भएछ चियापत्ती सेतो सुइरो यसरी घाम लाग्दैन त ढुक्क लाग्छ नि हौ चियापत्ती नभए त भारमा लगाएको चियापत्ती छ कि खानु मन पर्दैन हौ धुवा बनाउँछ के त्यसले गर्दा खुसी लाग्यो चियापत्ती यहाँ फेरि लिइराख्छु यहाँ चाहिँ ओइलाइरहेको छु च्यादरमा यतिको छ फेरि टिप्न जान्छु किन घाम लाग्दा चाहिँ मौका छोपिहाल्नु पर्छ दामी सुकेछ चिया यो पनि ओइलिनु आँटेको रहेछ अब फेरि टिप्न गएको देखाउँछु साथीहरु ल तपाईहरुलाई